Hello guys, good morning. Baba. सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको चाहिँ त्यो ड्रोन कति माथि उडायो त्यसले अर्थ राख्दैन। ड्रोन सिक्दै यहाँ को आएर यस्तो लुकेर हेरिदिनु भएको छ कि फेरि मल्लको भ्लगमा आएको छौँ। प्लिज सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, सेयर गरिदिनु होला। यति त भन्नु परेको कर्तव्य नै हो, नगर्तव्य नै हो होइन। आज हाम्रो दाइहरूलाई कस्तो लाग्यो त्यो पनि बुझ्दिउँ न त ल। पप्पा लाग्यो। हेलो गाइस, गुड मर्निङ, वेलकम टु माई भ्लग है त। हाम्रो आज चाहिँ हामी चाहिँ किन भ्लग बनायो भन्नुपर्दा चाहिँ आज चाहिँ हाम्रो के छ भन्दाखेरि टक्क ड्रोन सिक्नको लागि आइरहेछौँ है त। र हामीसँग हुनुहुन्छ यहाँ शक्ति दाई। ल शक्ति दाई हजुर नमस्ते, सेवा हो जोल्डे। ल हामीसँग हुनुहुन्छ सञ्जीव दाई। नमस्कार हजुर। ल अब सञ्जीव दाईले चाहिँ अब ड्रोनको सेवर हाल्नु भएको छ है त। अब हामी जस्तो प्रो छौँ कि कुरै छोडिदिउँ, त्यसको लागि चाहिँ यो चाहिँ हाल्नुपर्छ नि त। यति प्रो छौँ कि यति प्रो छौँ कसैले कुरै नगरौँ। इलेक्सनपछि उडाएको नै हेर्नु है त फेरि। र अनि हाम्रो एउटा कुरा के भन्दाखेरि चाहिँ हामी दुईजना उहाँ दाईहरूको चाहिँ आज ड्रोनहरू चाहिँ फेरि पहिलो दिन चाहिँ प्र्याक्टिसको लागि आउँदै हुनुहुन्छ है त। हामी प्र्याक्टिसको लागि आएका छौँ। आज हामी सजित मल्लको भ्लगमा आएका छौँ। प्लिज सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, सेयर गरिदिनु होला। यति त भन्नु परेको कर्तव्य नै हो, नगर्तव्य नै हो होइन। यति गरेन भन्छ फेरि ब्लग पनि आइदिएन कि भनेर होइन र यो प्रपलर हेर्नु मेरो हातमा दिउँसोमा त्यो एकछिन इन्भल्भको अलिक प्र्याक्टिस गर्ने हो र हजुर। डिजाईको म्याभिक मिनी है त। अनि ल आज हामी चाहिँ टक्क सिक्छौँ है त। ल ल एकछिन पछि भेटौँ है त फेरि। अब हामी जाँदैछौँ ड्रोन सिक्नको लागि ग्राउन्डतिर टक्क। अब हामी तल जाँदै हो ड्रोन सिक्नको लागि है त। यहाँ हो क्या हामी सिक्ने अब चट्ट लगाएर। तर आज गाडी रहेछ यहाँ, अलिकति गाह्रो छ। क्लियर के बुझ भने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको चाहिँ त्यो ड्रोन कति माथि उडायो त्यसले अर्थ राख्दैन, कति टाढा उडायो त्यसले अर्थ राख्दैन। तिमीहरूले सानो ठाउँमा नै कन्ट्रोल गरेर कसरी उडाउन सक्यौ र फ्रेम सबैभन्दा ठुलो कुरा हामीले अहिले अटोमा जुन सिकेका छौँ नि, जस्तै क्यामेरा लेभल फ्रेम, अब त्यो जस्तै सब्जेक्टहरूलाई फलो सटहरू होइन, ओभरहेड सट, मान्छे अब त्यस्ता कुराहरू हाम्रो फोटो भिडियो एकदमै राम्रो क्यामेरा छ, सबै कुरा राम्रो छ, तर हाम्रो रिजल्ट राम्रो आइरहेको छैन। किन भएको छैन भन्दाखेरि एडिट र हामीले सेटिङमा पनि अझै कति के कुरा प्रब्लम भयो भन्ने कुराहरू। अनि अन्दाजमा क्यालभिन चलाउने, व्हाइट ब्यालेन्स चलाउने त्यो गर्नु हुँदैन। अहिलेको यो नयाँ क्यामेराहरूमा अटो राख्ने केही फरक पर्दैन। अटो भयो नि म्यानुअलमा चलाउँछौ भने तिमीले प्रत्येक ठाउँ प्रत्येक अवस्था सबै चेन्ज गरेर क्यालभिनहरू चलाउनु। क्यालभिन किन चलाउनु भन्ने कुरामा, व्हाइट ब्यालेन्स क्यालभिन किन चलाउनु भन्ने कुरामा चाहिँ बिहानको अब अहिले हामीले बिहान छ नि त, तर हामी बेलुकाको जस्तो लाइट टोनहरू निकाल्नु पऱ्यो भने हामीले अहिलेको त्यो गरेको क्या। तर हामीलाई चाहिँ त्यो त आवश्यक छैन। विशेष गरेर कहाँ युज हुन्छ भने सिरियलमा फिल्महरूमा हुने क्या। जस्तै अब अहिले हामी यहाँबाट निक्लिन्छ, तर बेलुकाको 4-5 बजी निक्लेको देखाउनु परेको छ होइन। खाजा खाएर टक्क निक्लेको देखाउनु पऱ्यो भनेपछि बेलुकाको सर्ट देखाउनु पऱ्यो भने क्या अहिले चलाएको। तर हामी त बेलुकाको घट पुगाएर पनि सक्छ, तर अहिलेको सर्ट सिद्धाउनु पऱ्यो भनेपछि चाहिँ त्यसलाई चाहिँ त्यो बेलामा चाहिँ क्यामेराहरू चलाएर बेलुकाको अलि अहिले क्रिएट गरेको क्या। अनि अहिले यहाँ तिनीहरूले जसले पनि के गरिरहेको छ, यिनीहरूले यो चेप लोकतन्त्रहरू के गरिरहेको छ मैले भने सुन्दैन। जहिले क्यालभिन चलाइन्छ 5,000मा ठिक हुन्छ, 5200मा ठिक हुन्छ। किन ठिक हुन्छ भन्ने कुरो बुझ्नु पऱ्यो। किन गलत हुन्छ, किन ठिक हुन्छ भन्ने कुरो चाहिँ सबैभन्दा इम्पोर्टेन्ट कुरा हो। जबसम्म हामीले त्यो कुरा हामी क्लियर बुझ्दैनौँ, तिमीहरूले टाउको दुखेपछि सिटामुन खान्छौ नि, रुगा लागेपछि डिकोल खान्छौ नि। तर टाउको दुखेर त डिकोलले पनि ठिक गर्छ नि, तर किन हामी सिटामुन ज्वरो आउँदाखेरि हो। त्यस्तै गरेर काम त गर्छ, तर किन गर्छ भन्ने कुरो क्लियर हुनु पऱ्यो क्या। अनि हामी क्लियर हुँदैनौँ, अनि अन्दाजमा गरेपछि त्यो जुन अन्दाजले के गर्छ हो हुन त भाइ भइरहेको छ, तर
भनेको त सही भइरहेको छैन नि यो कुरा अनि हामीले फोकसहरू केही प्रब्लम आयो नि तिमीहरू त कतिको चाहिँ थाहा छैन तिमीहरू अब प्रोग्राम गर्दैन तिमीहरूको केही प्रब्लम भयो अरू कुरा भयो आएपछि त्यो ग्रुप हेर्ने अथवा आफूहरूले अरूसित सोध्ने सिक्ने पनि गर्नु पऱ्यो कि त्यो नगरिकन हुँदैन है अनि हामीले जब अगाडि बढ्दै जान्छ मैले तिमीहरूलाई कति कुराहरू भित्र लखेर तिमीहरू चलाइदिन्छौ फेरि अब त्यो कसैलाई चलाउनु लाग्छ नि त त्यो किन नलग्नु भन्दाखेरि तिमीहरू चलाउँदा नबुझेर चलाइदिन्छौ अनि त्यो प्रोग्राम त बिग्रेर आउँछ अब बिस्तारै बुझ्दै स्टेप बाइकमा अब प्रोग्राम फिटिङ भइसकेपछि स्टेप बाइकमा अगाडि बढ्दै जान्छ क्या केही प्रब्लम तर हामीले बिग्रेको आफ्नो कमजोरीहरू सन्जीको त्यो फ्रेमिङमा ठिकै छ बाङ्गोसँग भएन सिधा छ तिम्रो बाङ्गो भएको छ तिमी त्यो मिलाउनु पऱ्यो हो कति भनेको त्यो होइन तिमी प्रुभ गरिदिएपछि कसले भन्दैन होइन तिमीहरूलाई चित्तै नबुझाएको गराएर तिमीहरूले एउटा कुरा सिक्दा भएन हामी त लाग्थ्यो किन टाइम पाउँछ अनि ठिकै छ यतिको सिकिरहेको छ भन्ने भएर त भने हो नत्र कसले भनेर थियो त्यस्तो कुराहरू हुन्छ कि है त्यो भएर हामीले एकदमै विचार गर्नुपर्छ अब त्यो मैले भने नि धेरै माथि कहाँ पुऱ्यायो कहाँ तल त्यो टाढा पुऱ्यायो अर्थ मलाई त्यति धेरै लाग्दैन किनभने उहाँ माथिसम्म पुऱ्याउनु उहाँ यस्तो हुँदैन यसको क्यापेसिटी अनुसारको 5 किलोमिटर पनि जान्छ त्यो कुराले केही अर्थ राख्दैन हामीलाई के चाहियो हामीलाई त चाहिँ हामीले अहिलेको हाम्रो टार्गेट भनेको चाहिँ सामान्य अब बिहेबाट भन्दा यस्तै हो त हाम्रो त्यस्तोमा हामी आफ्नो घर जग्गाको समयको कामको लागि हामीले अहिले तयार गर्दैछ त्यसको लागि हामी धेरै माथि जानुपर्ने धेरै टाढा जानुपर्ने धेरै अगाडि बढाउनु पर्ने छैन यसलाई चाहिँ के गर्नु पऱ्यो सिम्पल प्रोटेक्ट सिम्पल के गर्ने भने फ्रेमिङ मिलाउनु सब्जेक्टलाई टक्क फ्रेम मिल्न पऱ्यो क्यामेरा लेभल मिल्नु पऱ्यो र फलो सटहरूलाई चाहिँ एकदमै मुख्य तरिकाले अगाडि बढाउनु कसैले हेर्दाखेरि पनि यो राम्रो छ है भन्ने कुरो छ है यसरी गर्नु अब पहिला अब हामीले यस्तो कुराहरू गरेर यसरी हेर्ने कुराहरूमा पनि हामीले मिलाएर है कता उठ्छ अर्काले के गर्नु अर्काले त्यसरी चलाउँछ त्यो होइन तिमीले थाहा हुनु पर्छ त्यस कुरामा केही प्रब्लमै छैन तर मैले देखावटीमा लाग्ने हो मान्छे जब देखावटी गर्छ भने त्यो बिग्रियो भनेर जानेको अब मान्छेको कस्तो मलाई लागिरहेको छ मलाई देखाउनु तर मलाई कहाँ देखाउनु लाग्यो तिमीहरूले गरेर रिजल्ट आउँछ नि त्यो देखाउन मन लाग्छ कि मलाई अरूले गरेको कसमा मान्छेले आएर कस्तोले लायो भन्ने कुराले हुँदैन तर मेरो मान्छे जहाँ पनि देख्नु पऱ्यो जहाँ पनि हुनु पऱ्यो त्यो हो के कुरो है त्यो कुरालाई बुझ्नु पऱ्यो देखावटीले चल्दैन देखावटी गर्नु पर्दैन तर आफूले गरेको काम चाहिँ देखाउनै पर्छ आफूले गरेको काम देखाएन भने तिमीले कहिले पनि सफल हुँदैन है यो कुरालाई बुझ्नु अब यहाँ त्यसलाई एकदम सेम त्यही जस्तो हो होइन है यसले सिक्सरले गर्ने अब हाम्रो यो सबै कुरा चाहिँ ट्रेनरले पुनः चेक गर्ने है हामीले अस्ति नै यो गर्दाखेरि यो सबै धेरै पनि आउनु हुँदैन वेटको ब्यालेन्सको ऊ हुनसक्छ यसको जति यो गयो नि त्यति नै वेट बराबरको गर्नु यस्तो राख्दाखेरि हामीले अन गर्ने र गर्ने यो समय अब त्यो लिङ्क भएको छ कि छैन के छ भन्ने कुरोमा चाहिँ हामीले आएर सेट गरेर ऊ गर्ने कुरामा नै भयो यिनीहरूले नै आफ्नो गरेको होइन जहिले पनि यो उडाउँदाखेरि यो भयो नि बुझ्यो नि यो पावर अफ भयो कुनै कुनै बेलामा अब कन्ट्रोल भयो भने यताबाट केही भयो भने यसलाई खिचिराखेपछि ल्याएको है अब त्यो गर्ने होइन कि हाम्रो हातमा आउनु पऱ्यो उसको घरमा हुन भएन है योलाई त्यो थियो नि त्यसलाई त्यो अन गर्नु भयो त्यो दुइटैलाई है दुइटै औँला यस्तो खेल्नु पऱ्यो है यो औँला यहाँ हुनु पऱ्यो हामीले क्यामेरामा जुन भने जस्तै त्यो हुनु पऱ्यो ठिक छ अब क्यामेरा अलिक माथि राखेर उडाउनु पर्छ त्यसमा तल तिर्न सक्छ जहिले पनि क्यामेरा सक्दो माथि ल्याउनु ठिकै हो यो ल यहाँ हेर त यता तिमीले बुझ्नुपर्ने कुरा क्या त्यो क्यामेरा माथि है हेर है अब तल भयो भने त्यो घोटिन सक्छ डरै हुन्छ है त्यसरी गयो भने तल ऊ भयो त घोटिन सक्छ त्यो भएर माथि सक्दो माथि अथवा ठिक्क तरिकाले सिक्छ त्यति चाहिँ हुनु पऱ्यो
है जहाँ पनि धुलो अनि उसमा राखेर गर्न मिल्दैन त्यसलाई सबभर सफा गर्छ अब यो भयो नि टक्क लगाएर त्यो जहिले पनि अन गर्दा यहाँ लिएर अन भयो है यस्तो दुइटै यस्तो अनि अब कुनै अरू अरू ड्रोनहरूमा अर्को पनि हुनसक्छ ल अब हामीले चाहिँ ड्रोन उडाइसक्यौँ है त दाइहरू अब टक्क उडाउँदै हुन्छ दाइहरू अलिअलि भिडियो बनाउँदै थियो है अब हेरौँ है त अलिअलि सर्टहरू अहिले चाहिँ हाम्रो सञ्जीव होइन सरी शक्ति दाइले उडाउँदै हुनुहुन्छ हाम्रो ड्रोन यहाँ छ है त ड्रोन हाम्रो पाइलट न्यू पाइलट ल हाम्रो आएको दाइले चाहिँ टक्क सपोर्ट गर्दै हुनुहुन्छ दाइलाई है अब यहाँ पैसा रोकिन्छ भने झ्याप्प छोडिदियो भने अनि अब अलि माथि लानु अनि पऱ्यो भने चाहिँ यसैलाई थिच्नु त्यसलाई माथि यसलाई माथि लानु माथि यसलाई माथि लानु पऱ्यो भने यसले जानेको होइन राइट रिलेसन हुन्छ ल अब हाम्रो सञ्जीव दाइले ब्याट्री चेन्ज गर्दै हुनुहुन्छ अनि हाम्रो दाइले के भन्दै हुनुभएको थियो के रे दाइ फर्स्ट टाइम ड्रोन उडाइयो होइन खतरा उस हुँदो रहेछ यार तर गेम खेल्नु चाहिँ पर्दो रहेछ गेम लाइफमा खेलिएन है मोबाइल गेम नै खेल्नुपर्ने रहेछ भन्ने कुरा चाहिँ अहिले अनुभव हुँदैछ फिल हुँदैछ अच्छा अब गेम लाइफमै खेलिरहेछ नि किन खेल्नु पऱ्यो गेम अब लाइफकै गेम खेलिरहेछ लाइफमै गेम खेलिरहेछ यसरी चाहिँ ब्याट्री हालिन्छ है प्रपर कनेक्टर प्रपर पिन हेरेर हतारमा गर्नु भएन कुन चाहिँ कहाँ जान्छ भनेर बेसिक एक्नोलेजमेन्ट चाहिँ हुनु पऱ्यो एन्ड देन स्लाइड गर्ने एन्ड यु हेड द क्लिक भइसकेपछि टक्क बिस्तारै लिडलाई क्लोज गर्ने एन्ड देन स्विचलाई एकचोटि हल्का प्रेस गर्ने एन्ड फेरि एकचोटि प्रेस गर्ने होइन डबल क्लिक ट्याक ट्याक के फेरि अफ भयो त्यस्तो होइन यसलाई चाहिँ के गर्ने भन्दाखेरि एकचोटि क्लिक गरेपछि दिइहाल्ने टक्क हजुरको आउँछ कि तर चार्जै छैन त्यो चार्जै छैन त खोइ कुन ब्याट्री हाल्नु भयो सेकेन्डको ल ठिक छ अहिले यति नै उडाउँ र अनि हाम्रो चाहिँ के छ भन्दाखेरि अब ड्रोनमा चाहिँ रिमोटमा चाहिँ अब हाम्रो भइहाल्यो दुईवटा कन्ट्रोलर भयो अनि यो हाम्रो ड्रोनको यो रिमोट पावर अन भइहाल्यो यो बटन चाहिँ र यो होम बटन भयो र यसमा के छ भन्दाखेरि अर्को चाहिँ हाम्रो यहाँ चाहिँ छ फोटोको लागि र यतापट्टि छ हाम्रो रेकर्ड र यो चाहिँ क्यामेरा एङ्गल है त र अब त्यही हिसाबले अब जाउँ ल फेरि एकचोटि उडाउँ है त दाइ ल अब स्टार्ट चाहिँ यस्तरी गरिन्छ स्टार्ट गर्नु पर्दाखेरि चाहिँ अब हाम्रो के छ भने त्यसमा त्यो भयो अब यो अन भयो यो जोइस्टिकलाई चाहिँ के गर्ने भने यो दुइटा त्यो साइडमा चाहिँ प्रेस गर्नु पऱ्यो कि दुइटालाई चाहिँ अब चाहिँ हाम्रो ड्रोन स्टार्ट भइसक्यो है ल अब स्टार उडाउँदा दाइ ल हाम्रो ड्रोन चाहिँ कप हान्दैछ ल उड्यो है त ल ड्रोन चाहिँ कप ल हाम्रो दुईजना न्यू पाइलट हो है त हाम्रो ड्रोन यता आउँदैछ है त र हाम्रो दाइहरू चाहिँ यहाँ भर्खर आज नयाँ क्लास यहाँ प्र्याक्टिस गर्दै हुनुहुन्छ त्यही नै हो फेरि एकछिनमा चाहिँ भेटाउँला है त ड्रोन उड्यो क्यामेरा मनोभर गर्नु डिस्प्लेमा हेरेर मोनिटरमा हेरेर त्यो क्यामेरा तल ल्याउनु तलै थिच्नु तलै तान्नु त्यहाँबाट हेर्दै हुनुहुन्छ कि ऊ के उडेछ त्यहाँबाट भन्दै हेरेर भाग्यो कहाँ छ भाग्यो अहिले त भागिदियो अनिको ऊ यता उता गयो भने फेरि भागिदिन्छ है यता हेरेर आइदिन्छ ऊ लुकेर हेरेर भाग्यो त्यहाँबाट अलग्ग चिलमा र आजको हाम्रो ड्रोन क्लास चाहिँ अब सकिसकेको छ है र अनि आज हाम्रो दाइहरूलाई कस्तो लाग्यो त्यो पनि बुझ्दिउँ न त ल र अनि हाम्रो आज शक्ति दाइलाई कस्तो लाग्यो फर्स्ट टाइम ड्रोन पाइलट भएर होइन ड्रोन उडाइयो कपाल लाग्यो एकदमै अब हुन्छ अब आजबाट चाहिँ जोस् बिगिनर लेभलको ड्रोन पाइलट चाहिँ भइयो त्यही हो अब होप गाइज यु गाइज इन्जोइङ लट्स अफ होइन के भन्ने अब त्यसलाई त्यही कि दाइ अब होइन अब मजाले इन्जोय गर्नुभयो होला
यदि यो भिडियोद्वारा इन्जोय गर्नुभएको छ भने चाहिँ भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला र मलाई पनि तपाईँको भिडियोमा ट्याग गर्न नबिर्सिनु होला होइन त्यो थ्रु चाहिँ मेरो भिडियोमा च्यानलमा पनि आउनु होला धन्यवाद हामीसँग अब सँगसँगै अर्को दाइ पनि हुनुहुन्छ होइन दाइको पनि भावना बुझ्दिउँ न के छ ल अब हाम्रो चाहिँ यहाँ हुनुहुन्छ सञ्जीव दाइ ल अब दुई शब्द के राख्नु उहाँले भयो होइन वी जस्ट डु द डिजेआई मिनी म्याभिक मिनी मजा आयो ब्याट्रीले अलि साथ दिएन त्यही पनि रमाइलो भयो एक्सपिरियन्स भेरी गुड छ है भिडियो चाहिँ राम्रोसँग हेरिदिनु होला मजाले सेयर गरिदिनु होला लाइक गरिदिनु होला होइन एउटा लाइकले केही पनि जाँदैन सित्तैमा हो होइन त्यसले हाम्रो प्रगति हुन्छ प्रगति गर्नु अब तपाईँलाई पनि चाहिन्छ भने ड्रोन सिक्न चाहिँ यहाँ आउनु होला सम्राट मुभिजमा वी हेभ लट अफ होइन कम्प्याटेबल चिजहरू छ गियरहरू छ इफ यु रियली वान्ट टु एन्ड अपग्रेड युर करियर प्लिज जोइन अस त्यति हो एन्ड धन्यवाद फर भिडियो एन्ड सेयरिङ अस थ्याङ्क यू फर सुजित मल्ल ब्रो धेरै धेरै धन्यवाद धन्यवाद जाउँ है त राम्रोसँग सिकाउनु भएको छ होइन सिकिरहेछौँ आउने दिनमा अझै पनि सिक्नेछौँ धन्यवाद धेरै धेरै बिचक रमाइलो तरिकाले सिक्यो होइन र अब हाम्रो सकिसकेको छ अब हामीलाई चाहिँ माथि चाहिँ अब चियाले कुर्दैछ अब हामीलाई हाम्रो चिया ठन्डा भइसक्यो चियाले कुर्दैछ लेट्स गो अब माथि गएर हामी अब चिया खानुपर्ने हुन्छ र एकछिन अब हामी छोटो मिठो गफ पनि हाल्छौँ माथि गएर सुन्दै गर्नु है त हेर्दै गर्नु ल चट्ट ल ए मख परेर अब के भन्नु अब हामीलाई मख परेर भनेपछि यो यसको रेकर्ड चाहिँ यो मोबाइलमा आउँदैन होइन मोबाइलमा आउँछ अब मोबाइल भन्नाले त्यो उमै हुन्छ त्यसको एप्पबाट थ्रुबाट जानुपर्छ त्यसको लागि हामीलाई त्यति साह्रो पनि छैन र हाम्रो चिया यति यति भएको जस्तो लाग्थ्यो सरी यहाँ रहेछ चाहिँ हाम्रो ओहो चियाले गर्दैछ यहाँ चट्टल चिया है त आज हाम्रो अब पहिलो दिनको दाइहरूको ड्रोन क्लास सकिसकेको छ है अब हामी चाहिँ अब सानो छोटो ब्रेक मिठो चियाको साथ चिया खाएर गर्नेछौँ र अब हाम्रो अफिस चाहिँ हाम्रो सामगुसी टोखा रोड सामगुसी चोकबाट टोखा जाने बाटो 100 मिटर भित्र छ अब कसैलाई इन्ट्रेस्ट छ भने सिक्न मन छ भने सोच्दै हुनुहुन्छ भने कहाँ जाने कसरी कहाँ गएर सिक्ने भन्दै हुनुहुन्छ भने अरू कतै नजानु होला टक्क हामीलाई हाम्रो सम्राट मुभिज प्राइभेट लिमिटेडमा 10 रुपियाँको बिस्कुट चट्ट कन्ट्याक्ट गर्नु होला है त र हामीसँग फोटोग्राफी भिडियोग्राफी ड्रोन गिम्बल फोटो एडिटिङ भिडियो एडिटिङ सबै प्याकेजहरू हामीसँग अभाइलेबल छ तपाईँहरूले हामीलाई कन्ट्याक्ट गर्नु पनि सक्नुहुन्छ है रिजनेबल प्राइसमा बबाल सिकाइन्छ है त ल यति भन्दै बाई बाई आई होप हजुरहरूले मेरो भिडियो हेरेर इन्जोय गर्नुभयो होला इन्जोय नगर्नु भए पनि अब कम्प्रोमाइज गरेर इन्जोय गर्नुहोस् केही सिक्नुभयो होला केही अलिअलि सिक्नुभयो होला र यस्तै भिडियोहरू म अब ल्याउने नै छु यति भन्दै बाई बाई सी यू नेक्स्ट ब्लग